कार्य समिति व्यावसायिक क्षमता विकास थाकथाकमा तान बुन्ने तालिम धरान चुम्लुङ हिम श्री सम्झना तामाङ च्याम्जोङज्यू धरान 10 धरान उपमहानगरपालिकाको सहकार्यमा अनुदान रु 50,000 र किरात याक्थुङ चुम्लुङ धरान उपमहानगर समितिको संयुक्त लगानीमा 7 दिने थाकथाकमा ढाका कपडा तान बुन्ने तालिममा सहभागी भई सफलता पूर्वक सिप सिक्नु भएकोमा यो प्रमाण पत्र प्रदान गर्दछौं। अध्यक्ष तीर्थराज मादेम्बा किरात याक्थुङ चुम्लुङ धरान उपमहानगरपालिका प्रशिक्षक संगीता सुब्बा किरात याक्थुङ चुम्लुङ केन्द्रीय सदस्य प्रशिक्षण र यस प्रमाण पत्रलाई प्रदान गरिदिनु हुनको निम्ति हाम्रो अध्यक्षज्यूलाई हार्दिक अनुरोध गर्दछु। ताली यहाँहरूको तालीको गडगडाट रहिरहोस् र यसैगरी मनिका बेघा च्याम्जोङज्यूलाई पनि यहाँ अगाडि उपस्थित भइदिनु हुनको निम्ति म हार्दिक अनुरोध गर्दछु। उहाँ चाहिँ प्रशिक्षकको रूपमा उहाँले 7 दिने तालिममा चाहिँ उहाँले धेरै नै सहयोग गर्नुभएकोमा उहाँलाई धेरै धेरै धन्यवाद दिँदै उहाँको प्रमाण पत्र हाम्रो आजको कार्यक्रम अध्यक्ष र नगर अध्यक्षज्यूले हस्तान्तरण गर्दै हुनुहुन्छ। र यसैगरी श्री बिपी राई च्याम्जोङज्यू धरान 5 श्री फिबी राई च्याम्जोङज्यू सरी मैले नाम उच्चारणमा गल्ती भएकोमा फिबी राई च्याम्जोङज्यू उहाँले पनि आफ्नो प्रमाण पत्र ग्रहण गर्दै हुनुहुन्छ। सभा अध्यक्ष तथा नगर अध्यक्ष श्री तीर्थराज मादेम्बाको हातबाट धन्यवाद फिबी लिम्बू च्याम्जोङज्यू र यसैगरी श्री ममता राईज्यू ममता राई जहाँ कहीँ हुनुहुन्छ तपाईँ यहाँ अगाडि आइदिनु हुनको निम्ति म हार्दिक अनुरोध गर्दछु। ममता राई धरान 17 र यसैगरी अर्को प्रमाण पत्र यहाँ छ सृष्टि राईज्यू तपाईँ जहाँ भए पनि आइदिनु हुनको निम्ति म हार्दिक अनुरोध गर्दछु। सृष्टि राईज्यू र कसैको आफ्नो मान्छे कोही हुनुहुन्छ भने उहाँले यो लिन सक्नुहुन्छ।